हेलो साथीहरू, हजुर सन्चै हुनुहुन्छ? म चाहिँ आज माइजूकोबाट भिडियो बनाउँदैछु। हामीले चाहिँ आज मिठो चटपटे बनाएर खाँदैछौँ। यहाँ सामानहरू आफै हेरेर बुझ्नु होला। हामीले सुरुमा खोर्सानी हालिनौँ किनकि मामा र बहिनी खाइसिन्न। त्यसपछि हामी यहाँ जीवन हाल्दैछौँ। माइजूको भर्खर च्यानल स्टार्ट हुँदैछ। सबैले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धेरै सपोर्ट गरिदिनु होला। यसपछि हामी प्रीति चाउचाउ हाल्दैछौँ। हामीलाई चाहिँ चटपटेमा प्रीति चाउचाउ नै मिठो हुन्छ। यसले धेरै मिठो बनाउँछ चटपटे, हजुरहरू पनि खानु होला। यहाँ चाहिँ हामी हाल्दैछौँ। यसपछि हामीले यहाँ मसला खोलेर हाल्दैछौँ। मसला चाहिँ हामीले सुरुमा थोरै हाल्यौँ किनकि पिरो खाइसिन्न भनिहालेँ अघि नै मैले, अनि हामीले लास्टमा हालेको छौँ। एकदम मिठो भएको थियो चटपटे चाहिँ। आज हामीले धेरै रमाइलो गऱ्यौँ। यहाँ माइजू हाल्दै होइसिन्छ, हेर्दै गर्नु होला। अब यहाँ हामीले आधी राख्यौँ। अब यसपछि हामी लास्टमा हाल्छौँ। माइजूलाई चाहिँ यहाँ बिचमा भोक लागेर ओखर खाँदै होइसिन्छ। अनि यहाँ मसलाहरू हाल्दै होइसिन्छ। नुनअनुसार स्वादअनुसार नुन हाल्नु होला। अनि यहाँ फेरि बहिनी चाहिँ तेल हालेको खाँदैन। यहाँ बिचमा चिया पाक्दैछ। यता बहिनी नाच्दैछ, म यता छु। अनि माइजू र म यता, मामा पनि यता खाँदै होइसिन्छ। यहाँ बुढाबुढीको माया हेर्नु न, कति मजाले मिलिसक्यो। यहाँ भुजा हाल्दै होइसिन्छ। यहाँ माइजूले कति मजाले मोल्दै होइसिन्छ। म चाहिँ भिडियो बनाइदिँदैछु माइजूको। लास्टमा हामीले रको मसला, खोर्सानी सबै राख्यौँ। त्यसपछि तेल पनि हाल्यौँ। एकदमै मिठो भएको थियो। माइजूले एकदम मिठो बनाइसिन्छ। यहाँ चाहिँ माइजू भाग लाउँदै होइसिन्छ। यहाँ चिया र चटपटे हाम्रो चाहिँ यस्तो भएको थियो। अनि त्यसपछि मैले सबैलाई रिभ्यू लिएँ। बहिनीले पनि एकदम मिठो छ भनी।